हजुर के खाँदै हुनुहुन्छ? भात मासु। यो चाहिँ मासुको अचार हो गाइज हैन, पवित्रले ल्याएको। अनि यो चाहिँ साग हो, एकदमै मिठो छ साग। यो भात हो, यो चाहिँ खाइरहनु भएको छ मान्छेले। मिठो छ। तपाईहरु नि साग र भात खानु होला। सागले एकदम आफ्नो स्वास्थ्यलाई राम्रो गर्छ गाइज। मिठो छ। मिठो, भेरी नाइस। मामाको मुखमा पानी आउने। यो चाहिँ मासुको अचार हो, टिमुरको छो। त्यो मासु अघि एउटा मासुले देखायो चाहिँ मासुको अचार हो गाइस है। खानु होला, खानु पर्यो है जाडोमा। मिठो हजुरहरूले नि खानु होला यसरी। अलि बुढी भएर होला, अलि त बनाउन सक्दैन। मासु नि अलि साह्रो बफ हुन्छ।